दार्जिलिङ दार्जिलिङ एउटा हिल स्टेसन हो जुन चाहिँ वेस्ट बेङ्गलमा पर्छ र दार्जिलिङ ट्रिपल ट्रीको लागि फेमस छ। टोय ट्रेन, टुरिज्म र यहाँको टी गार्डन। र अहिले म दार्जिलिङको फेमस जग्गा बतासे गोलाईमा छु। यहाँमा तपाईँहरूले देख्नुहुँदैछ टुरिस्टहरूले भिडियोग्राफी फोटोग्राफी गरिरहनु भएको छ। र यो जग्गा एउटा शहीद मेमोरियल प्लेस हो। साथ यहाँ पार्क पनि छ। र यहाँबाट दिन राम्रो भएको खण्डमा तपाईँहरूले कञ्चनजङ्घाको भ्यू पनि हेर्न सक्नुहुन्छ र पुरै दार्जिलिङ सिटीको भ्यू पनि हेर्न सक्नुहुन्छ। र बतासे गोलाइ एउटा शहीद मेमोरियल प्लेस हो। अहिले म दार्जिलिङको बतासे गोलाइमा छु। यो एउटा शहीद मेमोरियल प्लेस हो। साथसाथै यहाँ पार्क पनि छ र यहाँ ट्रेनहरू पनि कुद्छ। दार्जिलिङको टोय ट्रेन, स्टिम इन्जिन र डिजल इन्जिन। र दिन राम्रो भएन यहाँ कञ्चनजङ्घाको भ्यूबाट त यहाँको बतासे गोलाइबाट तपाईँहरूले कञ्चनजङ्घाको भ्यू पनि हेर्न सक्नुहुन्छ। र अहिले हेर्नुहुँदैछ यहाँनिर तपाईँहरू आएर गोर्खा ड्रेस पनि लाउन सक्नुहुन्छ जसको प्राइस छ 50 रुपियाँ पर पर्सन। र मेरो पछाडि हेर्नुहुँदैछ अहिले टोय ट्रेन चाहिँ तपाईँहरूको दार्जिलिङदेखि घुमसम्म जान्छ। र यहाँ चढेर तपाईँहरूले फोटोहरू खिच्न सक्नुहुन्छ, भिडियोग्राफी गर्न सक्नुहुन्छ। र बतासे चाहिँ एउटा शहीद मेमोरियल प्लेस हो। साथसाथै यहाँ पार्क पनि छ। र दिन राम्रो भएको बेलामा यहाँबाट तपाईँहरूले कञ्चनजङ्घा र पुरै दार्जिलिङ सिटीको भ्यू पनि हेर्न सक्नुहुन्छ। यहाँबाट दुर्पिनबाट दिन राम्रो भएको समयमा कञ्चनजङ्घाको भ्यू र पुरै दार्जिलिङ सिटीको भ्यूहरू पनि हेर्न सक्नुहुन्छ। र यहाँबाट तपाईँको दाजुहरूले यहाँको दाजुहरूले बताइ पनि दिनुहुन्छ। यसको दाम दाजु कति छ अहिले दुर्पिन हेरेको? 50 रुपियाँ है। तपाईँहरूले बताइ पनि दिनुहुन्छ नि त है जग्गाहरूको नामहरू? हुन्छ। आपका नाम? मेरा नाम कस्टमर है। क्या से आप? मैं अभी यहाँ का हूँ, वेस्ट बंगाल का ही हूँ। तो दार्जिलिंग कैसा लगा? दार्जिलिंग बहुत अच्छा लगा। अच्छा लगा। तो यहाँ सबसे अच्छा क्या लगा? यहाँ का जो लोकेलिटी है, वेदर है, मौसम है, सब यहाँ सबसे बढ़िया लगा। तो ये गोरखा ड्रेस मैं पहली बार पहन रहा हूँ। कैसा लगा? अच्छा लगा। अच्छा लगा। ट्रेडिशनल ड्रेस। ओके, थैंक यू भाई। टोपीहरू पाउँदो रहेछ, स्वेटरहरू। के पाउँछ तपाईँले? टोपीहरू पाउँदो रहेछ है? कतिसम्म राख्नुहुन्छ चाहिँ दोकानहरू? 1000? 2 बजीसम्म चाहिँ ए दोकान। ए बिहान चाहिँ? ए यहाँ चाहिँ ढिलै आउँछ है? ए हुन्छ। हजुर अहिले त सानसानो छ है।
बिहान चाहिँ पुरै हुन्छ नि त है अहिले बिहान त एकताल मात्रै हो ए अहिले जाने बेलामा आउँछ 2 बजेतिरै आउँछ अलि मान्छे हजुर 2 बजेतिरै आउँछ तर हामी दोकान उठाइसकेको हुन्छ 2 बजीतिर चाहिँ किन ती बेलुका आउँछ उनीहरू त सबै जग्गा घुमेर अन्त लास्टमा आउँदछ ए यहाँनिर त्यसले गर्दाखेरि चाहिँ ढिलै आउँछ कसरी हो अहिले म दार्जिलिङको मल रोडमा छु अब चौरस्तातिर जाँदैछु यदि तपाईँहरू दार्जिलिङ घुम्नु आउनु भएर चौरस्ता आउनु भएन भने तपाईँहरूको ट्रिप अधुरा रहने रहेछ र म अहिले दार्जिलिङको मल रोडमा छु र चौरस्तातिर जाँदैछु र हेर्नुहुँदैछ मेरो पछाडि दार्जिलिङको मल रोड र तपाईँहरू यहाँनिर घुम्नु पनि सक्नुहुन्छ इभिनिङमा र अहिले हेर्नुहुँदैछ यहाँनिर म चौरस्तामा आइसकेको छु र यहाँ पछाडि देख्नुहुँदैछ भानुभक्त आचार्यको मूर्ति र चौरस्ताको नजिकै महाकाल बाबाको मन्दिर पनि पर्छ र यदि तपाईँहरू दार्जिलिङ घुम्नु आउनुहुँदैछ भने यहाँ महाकाल बाबाको दर्शन पनि गर्न सक्नुहुन्छ र महाकाल बाबाको दर्शनसहित दार्जिलिङको भ्रमण गर्न सक्नुहुन्छ र अहिले म चौरस्तामा छु चौरस्ता चाहिँ एउटा पपुलर प्लेस हो दार्जिलिङ टाउनको र यहाँ आएर तपाईँहरू आफ्नो आराम विश्राम पनि गर्न सक्नुहुन्छ र यहाँनिर घोडाको सवारी पनि गर्न सक्नुहुन्छ जसको प्राइस छ 100 देखि लिएर 400 सम्म र मन्डे चाहिँ यहाँनिर छुट्टी हुन्छ सोमबार चाहिँ र यहाँ आएर तपाईँहरूले र साथीहरू आजको ब्लगमा यति नै नेक्स्ट भिडियोमा भेट हुनेछ त्यति बेलाको समय मेरो च्यानललाई लाइक शेयर अनि सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू